नमस्ते सबजनालाई। आजको यो भिडियो बनाउनुको कारण चाहिँ हाम्रो क्लास 12 को विद्यार्थीहरूको लागि हैन, जो चाहिँ अहिले क्लास 12 एक्जाम दिएर बस्नु भएको छ र रिजल्ट कोडिङ गरिराख्नु भएको छ, जसले चाहिँ इन्डिया पढ्ने प्लानिङहरू गरिराख्नु भएको छ, सोचिरहनु भएको छ, डाउट छ हैन। सो उहाँको लागि चाहिँ मैले यो भिडियो गराएको हैन। एक दुई दिन अघि चाहिँ मलाई एक दुईवटा मेसेजहरू आएको थियो हैन, दाइ इन्डिया पढ्दा कस्तो हुन्छ, इन्डियाको पढाइ कस्तो हुन्छ हैन, कलेज कसरी चुज गर्ने हैन। सो स्कलरसिपहरू कस्तो कस्तो टाइपको हुन्छ, कोही एनआइटी पढेको छ कि नै, अहिले रिसेन्टली कम्प्लेक्सबाट कोही एनआइटी गएको छ कि नै भनेर मेसेजहरू आइरहेको थियो एक दुईवटा हैन। सो एकजनालाई भन्दा पनि म के सोचेँ भन्दाखेरि चाहिँ मलाई थाहा भएको कुरा चाहिँ म सबको अगाडि राख्न चाहन्छु हैन, जसले गर्दा चाहिँ जसलाई चाहिँ डाउट छ हैन, त्यसको डाउट चाहिँ क्लियर होस् हैन। अनि जो चाहिँ कन्फ्युजनमा हुन्छ के गर्ने कसरी गर्ने चाहिँ उहाँको कन्फ्युजन चाहिँ धेरै नहोस् हैन, सल्भ होस् उहाँको डाउटहरू चाहिँ। त्यही भएर चाहिँ मैले यो भिडियो बनाएको आज हैन। सो इन्डिया पढ्दाखेरि चाहिँ मेन कुरा चाहिँ हाम्रो स्कलरसिपको कुरा हुन्छ हैन। सो त्यहाँ चाहिँ मेन 3टा टाइपको स्कलरसिप हुन्छ हैन इन्डियामा पढ्दाखेरि हैन। सो एउटा हुन्छ एसआई हुन्छ, कम्प्लेक्स हुन्छ अनि आइसिसिआर हुन्छ। स्टडी इन इन्डिया एसआईको कुरा गर्दा चाहिँ यसमा चाहिँ हजुरको 3 इयर्सको सबै फी बस्न खाना चाहिँ कभर गरिदिएको हुन्छ हैन। एउटा सर्टेन एमाउन्ट हुन्छ हैन। इफ त्यो एमाउन्टभित्र चाहिँ हजुरको कलेजको फीहरू, होस्टेल फीहरू, खानाहरू सबै आउँछ भने चाहिँ हजुरले 1 रुपैयाँ तिर्नुपर्ने हुँदैन। इफ त्यो कलेजको फी एकदम हाई छ हैन, सपोज हजुरलाई स्कलरसिपमा मिलेछ 3 लाख रुपियाँ अनि हजुरको फी छ 4 लाख रुपियाँ, सबै खाना बस्नु सबै गरेर चाहिँ हजुरले चाहिँ के हुन्छ, त्यस्तो कन्डिसनमा चाहिँ हजुरले 1 लाख रुपियाँ तिर्नुपर्छ स्कलरसिप पाए पनि त्यसमा हैन। अनि अहिले कस्तो गराएको छ भन्दाखेरि हजुरको 3 इयर्सको मात्रै स्कलरसिप दिएको छ हैन। पहिला हाम्रो पालामा 2020 ब्याचको स्टुडेन्ट म पनि हैन इन्डिया पढाए, हाम्रो पालामा चाहिँ 4 इयरको पुरै दिन्थ्यो हैन स्कलरसिप पनि बस्न खाना सबै गरेर। अहिले चाहिँ जम्मा 3 इयर्सको दिन्छ हैन। सो एसआईमा एप्लाई गर्दा कुनै पनि फीहरू लाग्दैन हैन, केही पनि लाग्दैन। सिर्फ हजुरले त्यसको वेबसाइटमा गएर डकुमेन्टहरू सबमिट गर्नुपर्ने हुन्छ र त्यसको एक्जाम अनलाइन हुन्छ। सायद हाम्रो चाहिँ अनलाइन भएको थियो, यो कोरोना ब्याचदेखि सायद अनलाइनै हुन्छ हैन, अहिले नै अनलाइन हुन्छ। सो त्यसमा चाहिँ कस्तो खालको क्वेसनहरू हुन्छ भन्दाखेरि चाहिँ हजुरको हाम्रो चाहिँ इन्जिनियरको आइओईमा एक्जाम हुन्छ नि त्यस्तो खालको हुँदैन कि। सो हाम्रो चाहिँ क्वेसनहरू कस्तो हुन्छ भन्दा एप्टिट्युड हुन्छ, लोजिकल टाइपको क्वेसनहरू हुन्छ हैन। सो त्यसमा चाहिँ 90 मार्क्सको क्वेसन हुन्छ अनि 90 मिनट हुन्छ। हरेक क्वेसनलाई 1-1 मिनट छुट्टाएको हुन्छ हैन अनि 1 मार्क्सको हुन्छ। सो त्यो चाहिँ हाम्रो चाहिँ ऱ्याङ्क बेस्ड हुन्छ, मार्क्स बेस्ड हुन्छ, जसले चाहिँ धेरै त्यो एक्जाममा चाहिँ मार्क्स ल्यायो र जो चाहिँ कट अफभित्र आयो भने चाहिँ त्यसको चाहिँ स्कलरसिप लाग्ने चान्स एकदम हाई हुन्छ हैन। अनि उहाँको चाहिँ स्कलरसिप लाग्छ। अनि चाहिँ अब आउँछ कम्प्लेक्सको कुरा गर्दा। कम्प्लेक्सको कुरा गर्दा चाहिँ हाम्रो चाहिँ इन्जिनियरिङ फिल्डमा चाहिँ जम्मा 160 वटा सिट हुन्छ। त्यो चाहिँ एक्जाम चाहिँ हाम्रो आइओईको जस्तै एक्जाम हुन्छ हैन, सिलेबस त्यस्तै हुन्छ। 1-2टा च्याप्टर फरक पढे पनि सबै सिलेबस एउटै हुन्छ हैन। सो इफ हजुरले आइओईको प्रिपेयर गर्दै हुन्छ भन्दाखेरि चाहिँ त्यसले चाहिँ हजुरले कम्प्लेक्सको एक्जाम दिँदा पनि एकदम हेल्प गर्छ हैन। सो हजुरले आइओईको प्रिपरेसन गर्नु हैन, जसले गर्दा चाहिँ हजुरलाई नेपाल पढ्ने चान्स पनि हुन्छ, इन्डियाको अप्सन पनि हुन्छ हैन। सो अनि कम्प्लेक्स एक्जाम चाहिँ जसले चाहिँ आइओई पढेको छ हैन, आइओईको बुकहरू पढेको छ उहाँलाई धेरै सजिलो हुन्छ। त्यही टाइपको क्वेसनहरू हुन्छ हैन सबै। सो अनि कम्प्लेक्सको स्कलरसिपको कुरा गर्दा चाहिँ त्यहाँ चाहिँ हजुरले एभ्री मन्थ 8000 जति, हाम्रो पालि चाहिँ 7000 थियो सायद हैन। म फर्स्ट इयर हुँदा चाहिँ 7000 थियो सायद, अहिले चाहिँ 8000 भएको होला समथिङ। सो 8000 एभ्री मन्थ स्टाइपेन्ड पाउनुहुन्छ र एकचोटि आउन र जान चाहिँ फ्री हुन्छ हैन। एकचोटि पढ्न जान र एकचोटि कम्प्लिट भएपछि आउनको लागि एयरफेयर चाहिँ घर आउनलाई चाहिँ फ्री दिन्छ हैन त्यो स्कलरसिपमा। अनि आयो आइसिसिआरको कुरा गर्दा चाहिँ त्यो चाहिँ हाम्रो चाहिँ 12को मार्क्सको बेसमा हुन्छ, जिपिएको बेसमा हुन्छ। यहाँ पनि स्टाइपेन्ड पाइने गरिन्छ हैन। सो अब आममा हामी अब कलेज कसरी चुज गर्ने भन्ने कुरा हुन्छ हैन। मेन कलेज चुज गर्ने भनेको चाहिँ हाम्रो ऱ्याङ्किङ हेरेर हुन्छ हैन, कलेजको ऱ्याङ्किङ कस्तो कति छ त्यो चाहिँ हाम्रो इन्डियामा चाहिँ एनआइआरएफ भनेर हुन्छ हैन। त्यहाँ गएर हजुर खोज्नु भयो भने कलेजको त्यहाँ चाहिँ ऱ्याङ्किङहरू देखाएको हुन्छ हैन। सो त्यहाँ चाहिँ ओभरअल ऱ्याङ्किङ हुन्छ अनि इन्जिनियरिङ ऱ्याङ्किङ छुट्टै हुन्छ हैन। सायद ओभरअल कसैको 85 छ भने इन्जिनियरको 110 115 पनि हुनसक्छ हैन। सो हजुरले त्यो कुरा पनि हेर्नुपर्छ है। अनि अर्को हुन्छ प्लेसमेन्ट पनि हाम्रो नेपालीहरूलाई प्लेसमेन्ट छ कि त्यो पनि हेर्नुपर्ने कुरा हुन्छ हैन। सो अनि अर्को कुरा हुन्छ इफ हजुरले स्कलरसिप लगाएर पेमा पढ्न जानुहुन्छ हैन, अनि इफ हजुर चाहिँ कन्सल्टेन्सीहरूबाट जानुहुन्छ भने चाहिँ हजुरले ध्यान दिनुपर्ने कुरा के हो भन्दाखेरि चाहिँ हरेक कन्सल्टेन्सीमा कस्तो हुन्छ भन्दाखेरि हजुरलाई त्यो कलेजको बारेमा चाहिँ
सबै राम्रो कुरा मात्रै भनिरहेको हुन्छ कि त्यसको नेगेटिभ पोइन्ट्सहरू हुँदैन, ड्रब्याक्सहरू हुँदैन होइन, उहाँहरूले भन्नु होइन। सो इफ हजुर पेमा जाँदै हुनुहुन्छ वा स्कलरसिपमा पनि त्यो कलेज सिलेक्ट गर्दै हुनुहुन्छ भने पहिला चाहिँ हजुर त्यो कलेजको बारेमा हेर्नु होइन, ऱ्याङ्किङहरू हेर्नु, त्यसको रिभ्यूहरू हेर्नु होइन। त्यसपछि चाहिँ हजुरले चाहिँ त्यहाँ कोही पढेको छ, सिनियरहरू साथीहरू कोही छ भने चाहिँ उहाँलाई चाहिँ सोध्नु कि त्यहाँको कल्चर कस्तो छ, प्लेसमेन्ट कस्तो छ होइन, नेगेटिभ पोइन्ट्स कस्तो छ, पोजिटिभ पोइन्ट्स कस्तो छ होइन, हजुरलाई कस्तो लाग्छ। सो कस्तो छ भन्दाखेरि चाहिँ हजुर जो त्यहाँ पढेको छ त्यहाँ त्यो मान्छेबाट, त्यो व्यक्तिबाट चाहिँ रिभ्यू एकदम राम्रो आउँछ, मतलब राम्रो भन्दा पनि सही रिभ्यू आउँछ होइन, एज कम्पेयर टु कन्सल्टेन्सी। सो पहिला कन्सल्टेन्सीबाट जानुभन्दा पहिला चाहिँ हजुरले आफ्नो रिसर्च गर्नु होइन, त्यो कलेज कस्तो छ, अनि त्यो त्यहाँ पढेको एउटालाई सोध्नु होइन। मेन सोर्स भनेको चाहिँ त्यहाँ पढेको कसैलाई सोध्नु कि, जसले गर्दा चाहिँ पुरै आइडिया हुन्छ कि त्यो कलेजको कल्चरहरू, प्लेसमेन्टहरू होइन, इक्जामहरू कस्तो हुन्छ सबै थाहा हुन्छ होइन। अनि एउटा जेन्युन रिभ्यू पनि मिल्छ हजुरले। त्यसपछि चाहिँ हजुर कन्सल्टेन्सीमा जान सक्नुहुन्छ होइन एडमिसनको लागि। अदरवाइज हजुरले डाइरेक्ट एडमिसन पनि गराउन सक्नुहुन्छ इन्डियामा होइन, डाइरेक्ट कलेजसित कन्ट्याक्ट गरेर पनि गराउन सक्नुहुन्छ। अनि अर्को ध्यान दिनुपर्ने कुरा के भन्दाखेरि कन्सल्टेन्सीमाबाट जाँदै हुनुहुन्छ भने चाहिँ हजुरले सबै कुरा चाहिँ क्लियर गरेर जानु होइन, सबै कुराहरू होइन, अर्को फीहरू सबैहरू यस्तो नहोस् कि अहिले हजुरले एउटा फी भनेको छ पछि गएर कलेजमा एउटा फी भन्यो होइन, यस्तो चिजहरू पनि हुनसक्छ होइन। सो हजुरले चाहिँ आफ्नो केयर गर्नुपर्छ त्यो चिजहरूमा चाहिँ। सो इफ हजुर डाइरेक्ट एडमिसन लिनुहुन्छ कलेजमा भने चाहिँ हजुर कलेजमा कन्ट्याक्ट गरेर गर्न सक्नुहुन्छ होइन। इफ हजुर कन्सल्टेन्सीबाट जाँदै हुनुहुन्छ पहिला रिसर्च गर्नुहोस्, कोही कसैलाई सोध्नुहोस् होइन। इफ हजुरको कोही चिनेको छैन, कोही त्यो कलेजमा छैन चिनेको जानेको कोही छैन भने चाहिँ हजुरले मलाई पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ होइन। म त 2024बाट पास आउट भएको ब्याचबाट पास आउट भएको स्टुडेन्ट, तापनि चाहिँ मेरो साथीहरू जुनियरहरू हुन्छन् होइन। सो लाइक जेनमा भयो, किट भयो, बिट भयो, थापाहरू भयो, सबै कलेजहरूमा साथीहरू छन् होइन। सो जसले गर्दा चाहिँ इफ हजुरलाई कोही छैन चिनेको हुन्छ हजुरले मलाई कन्ट्याक्ट गर्नुहोस्, म चाहिँ हजुरलाई हेल्प गर्छु होइन, त्यो कलेजको रिभ्यू दिनको लागि होइन। हजुरलाई चाहिँ त्यो कलेज कस्तो छ, प्लेसमेन्ट कस्तो छ भनेर चाहिँ म हजुरलाई हेल्प गर्न सक्छु होइन। सो मैले के भन्दै थिएँ भन्दाखेरि कन्सल्टेन्सीमा जानुभन्दा अगाडि चाहिँ हजुरले पुरै डिटेल्सहरू आफूले रिभ्यू गर्नुहोस्, अनि त्यसपछि बल्ल जानुहोस् होइन। आफूले नआइदिकिन होइन त्यत्तिकै कन्सल्टेन्सीको भरमा मात्रै नजानुहोस् होइन। कन्सल्टेन्सीमा सबै त उस्तै हुँदैन होइन, कुनै कुनै कन्सल्टेन्सीमा हामीलाई राम्रो मात्रै भन्छ त्यो कलेजको बारेमा होइन, त्यो कलेजको बारेमा राम्रो भन्छ किनकि त्यो कलेजबाट चाहिँ इफ हजुरको एडमिसन भयो भने चाहिँ त्यो कमिसन आउने गर्छ होइन कलेजबाट। त्यही भएर चाहिँ कुनै कुनै कन्सल्टेन्सीहरूमा के हुन्छ भन्दाखेरि जस्तो नराम्रो कलेज भयो नि राम्रो भनिदिने कि त्यसलाई होइन, एकदम राम्रो पनि यस्तो छ होइन, यहाँ जस्तो कोही पाउँदैन। सो हामीले चाहिँ कलेज चाहिँ राम्रो होला, तर हामीले चाहिँ सबै कलेजबाट हाम्रो बेस्ट कलेज चाहिएको हुन्छ नि त। सो हजुरले चाहिँ पहिला आफै रिभ्यू गर्नुहोस्, आफै खोज्नुहोस् होइन। इफ हजुरको कोही छैन चिनेको मलाई कन्ट्याक्ट गर्नुहोस् होइन। इफ मेरो त्यहाँ कोही छ चिनेको, कोही पढेको पहिलाको छ भने चाहिँ म हजुरले उसको कन्ट्याक्ट दिन्छु वा कन्ट्याक्ट गराउँछु होइन। सो त्यसले गर्दा चाहिँ हजुरलाई सजिलो पनि हुन्छ। अनि अर्को कुरा आउँछ चाहिँ के आउँछ भन्दाखेरि चाहिँ पैसातिर पर्दा कति लाग्छ होइन। सो यो चाहिँ कलेजहरूमा डिपेन्ड हुने गर्छ होइन। कुनै सस्तो कलेजहरू पनि हुन्छ, महँगो कलेज पनि हुन्छ, जस्तै बिटहरू भयो, थापरहरू भयो, किटहरू भयो चाहिँ तिनीहरू चाहिँ महँगो कलेजहरू हुन्छ होइन। अनि आउँछ कलेज सब्जेक्ट हुन्छ कलेज कसरी चुज गर्ने होइन। सो इफ हजुरहरू एरोस्पेस पढ्दै हुन्छ भने चाहिँ निटमा जानु होइन। अनि इफ प्राइभेटमा पढ्नु छ भने चाहिँ हजुरको हिन्दुस्तान इन्स्टिट्युट चेन्नई छ होइन। सो हजुरले त्यो पनि हेर्नुपर्छ कि हजुर इफ एरोस्पेस कुनै रोबोटिक्सहरू पढ्न जाँदै हुनुहुन्छ भने चाहिँ हजुरले कुन कलेजमा त्यसको पढाइ राम्रो हुन्छ, प्लेसमेन्ट त्यसको राम्रो हुन्छ कि। अनि सबै इन्जिनियरिङको भन्दा पनि आफ्नो मेन कोर सब्जेक्टको कहाँ राम्रो हुन्छ त्यो पनि हजुरले हेर्नुपर्ने कुराहरू हुन्छ भने हजुरले कोर्स त्यसको सिलेबस हेर्नु होइन। अनि त्यसपछि हामी चाहिँ इन्जिनियर भएपछि अहिले चाहिँ लाइसेन्स दिने सिस्टम पनि छ होइन। सो हजुरले त्यो आफ्नो लाइसेन्ससित त्यो कोर्स म्याच खान्छ कि त्यो पनि हेर्नुपर्छ एकचोटि होइन। अनि त्यो कलेज पढ्न जानुभन्दा अघि चाहिँ नेपाल सरकारले वा टियुले त्यसलाई रिकगनाइज गरेको छ कि नै, त्यो सब्जेक्ट रिकगनाइज गरेको छ कि नै होइन, ब्ल्याक लिस्टमा डालेको छ कि नै त्यो पनि हेर्नुपर्छ होइन। त्यो हेरेर बल्ल एडमिसन लिनुपर्छ। सो हाम्रो यो 2-3 वर्ष अघि चाहिँ हाम्रो एलपियु पनि ब्ल्याक लिस्ट भएको थियो होइन नेपाल सरकार वा टियुबाट। सो हजुरले यिनी चिजहरू सब ध्यान दिनुपर्ने कुरा हुन्छ इफ हजुरलाई चाहिँ। अनि अर्को कुरा चाहिँ कुनै व्यक्तिहरूले चाहिँ एनआइटी पढ्नु खोजिरहेको हुन्छ होइन।
सो हजुरलाई त्यसको बारेमा केही जान्नुहुन्छ भने चाहिँ म एउटा भाइ छ अघिल्लो वर्ष गएको होइन, सो उहाँलाई चाहिँ म कन्ट्याक्ट गर्छु र उहाँलाई चाहिँ म हजुरको क्वेसनहरू राख्छु होइन। सो जसले गर्दा चाहिँ हजुरको डाउटहरू क्लियर हुन्छ अनि उहाँले कसरी प्रिपेयर गर्नुभयो के गर्नुभयो। उहाँ चाहिँ कम्पिटिटिभ इक्जाम दिएर जानुभएको थियो एनआइटी होइन। सो म चाहिँ उहाँलाई लिन्छु होइन। सो इफ हजुर चाहनुहुन्छ होइन केही कुराहरू सोध्न वा के गर्न चाहनुहुन्छ भने चाहिँ म उहाँहरूलाई आफ्नो युट्युब च्यानलमा ल्याएर चाहिँ हजुरको सबै डाउटहरू क्लियर गराइदिन्छु होइन। सो इफ हजुरलाई चाहिन्छ केही कुनै कलेजको बारेमा जान्नु छ होइन भने चाहिँ हजुरले कमेन्ट्स गर्नु होइन। कुनै पनि हेल्प चाहिएको छ होइन, कुनै कलेजको बारेमा जान्नुहुन्छ वा त्यहाँको कुनै मान्छेहरू कोही पढेको छ र सुन्नु छ त्यो कलेजको बारेमा चाहिँ, र हजुरको कुनै पनि मान्छे छैन भने चाहिँ मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ होइन। इफ मेरो कोही छ त्यहाँ चिनेको भने चाहिँ म चाहिँ हजुरलाई उहाँसित कन्ट्याक्ट गराइदिन्छु। सो त्यसको लागि चाहिँ म मेरो वाट्सएप नम्बर तल डिस्क्रिप्सनमा राखिदिएको हुन्छु होइन। सो हजुरले चाहिँ मलाई सजिलै कन्ट्याक्ट गर्न सक्नुहुन्छ। सो कुनै पनि डाउट छ केही छ कुनै कलेजको बारेमा जान्नुहुन्छ होइन, त्यसपछि कुन कोर्स पढ्दा ठिक हुन्छ। अनि मेन कुरा चाहिँ इफ हजुर सिभिलहरू पढ्न खोज्नु भएको छ भने चाहिँ नेपालमा सिभिल राम्रो भन्छ होइन, सिभिल पढ्न चाहिँ नेपालै राम्रो हुन्छ भन्छन्, किनकि इन्डियामा सिभिलको लागि प्लेसमेन्ट चाहिँ खासै हुँदैन होइन। सिभिलको लागि प्लेसमेन्ट भन्ने चाहिँ हुँदैन होइन। सो हजुरले सिभिल पढ्नु सोच्नुहुन्छ भने नेपालमै पढ्दा राम्रो भयो होइन। अनि कम्प्युटर साइन्सहरू चाहिँ इन्डियामा पढ्दा राम्रो हुन्छ होइन, नेपालमा पढ्दा पनि राम्रो हुन्छ, इन्डियामा पनि राम्रो हुन्छ। इन्डियामा प्लेसमेन्ट पाउने चान्स धेरै हुन्छ होइन, कम्पनीमा हायर गर्न आउँछ। हजुरको 4th इयर भ्याइनेभन्दा अघि हजुरको हातमा जब हुन्छ होइन। सो त्यो चाहिँ इन्डियाको कलेजहरूको राम्रो कुराहरू होइन, जो हजुरले चाहिँ ब्याचलर डिग्री पाउनुभन्दा अघि नै हजुरको हातमा जब हुन्छ। त्यसको लागि चाहिँ हजुरको लागि स्किल हुनुपर्छ होइन। कलेजले 100% भने पनि इफ हजुरको स्किल छैन, हजुरले त्यो कम्पनीले चाहेको कुरा छैन भने चाहिँ हजुरको त्यो कम्पनीले लिक्दैन होइन। त्यो चाहिँ हजुरमा डिपेन्ड गर्ने कुराहरू हुन्छ। सो यिनी कुराहरू चाहिँ हजुरले ख्याल गर्नुहोस् होइन एडमिसन गर्नुभन्दा अघि। सो कुनै पनि डाउट छ कुनै कलेजको बारेमा जान्नु छ त्यसको बारेमा केही बुझ्नु छ भने चाहिँ मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ र म त्यसको बारेमा छुट्टै भिडियो गराउँछु होइन। त्यही पढेको स्टुडेन्टबाट कोहीलाई लिएर वा उहाँसँग सोधेर चाहिँ म एउटा छुट्टै भिडियो गराउँछु। अब म चाहिँ हजुरलाई पर्सनली चाहिँ हजुरले मेसेज गर्नुहुन्छ भने म हजुरले पर्सनली चाहिँ रिप्लाई गरिदिन्छु होइन। सो आजलाई यति भन्दै बिदा होइन। सो कन्फ्युजन छ केही छ कमेन्ट बक्समा कमेन्ट गर्नु होइन, र कुनै कलेजको बारेमा जान्नु छ त्यो पनि लेख्नु, म त्यसको बारेमा भिडियोहरू गराउँछु वा त्यसको बारेमा केही इन्फर्मेसनहरूलाई म आफै दिन्छु होइन। सो अझै एकचोटि म के भन्छु भन्दाखेरि इफ हजुर इन्डियामा कुनै कलेजमा एडमिसन लिँदै हुन्छ भने 2-3चोटि सोचेर होइन त्यसको बारेमा बुझेर होइन बल्ल एडमिसन लिनु होइन। कसैको भरमा कन्सल्टेन्सीले भनेकै भरमा हो यति राम्रो भन्छ होइन, त्यसको भरमा चाहिँ एडमिसन नलिनु होइन। सो आफूले बुझ्नु सबै गर्नु सबैसित कुरा गर्नुहोस् होइन, रिभ्यू हेर्नु नेटमा। अनि एकदम कोही पढेको छ त्यहाँ उहाँलाई सोध्नु होइन, उहाँलाई राम्ररी थाहा हुन्छ त्यहाँको कल्चर प्लेसमेन्टहरूको बारेमा। सो कुनै पनि कन्फ्युजन छ मलाई भन्नु होइन, मैले अघि भनिसकेँ कमेन्ट बक्समा भन्न सक्नुहुन्छ र मैले आफ्नो नम्बर चाहिँ डिस्क्रिप्सनमा छोडिदिएको हुन्छु र कमेन्टमा पनि पिन गरेर राखिदिएको हुन्छु, जसले गर्दा चाहिँ हजुरले चाहिँ मसित कन्ट्याक्ट गर्न सक्नुहुन्छ होइन, आफ्नो डाउटहरू राख्न सक्नुहुन्छ। आज यति भन्दा चाहिँ म बिदा हुन चाहन्छु। धन्यवाद।